1 वर्ष जति डोजर चलाउँदै ल्याउँदा चस्मा पनि आइपुग्यो त्यतिकोसम्म छ है काकीको फोटो सेसन हुँदैछ आमामा कहाँबाट भन्दा निक्को सेनिमे मोनो गातारीबाट कसरी बन्यो त्यो भन्ने कुरा कि है पुरै यो पानी चाहिँ होइन नेचुरल हो होइन नेचुरल पानी पुरै बाँफ उडिरहेको तातो पुरै यस्तो धुवा रहेछ तर यो डिजेललाई त्यस्तो चाहिँ हामी सपिङ गर्न जाँदैछौँ अनि आज चाहिँ हामी के गरेर जान्छौँ विवाह भनेको हाम्रो मम्मीको नाम हो होइन अनि टक्क लगाएर अब चाहिँ कान्छीलाई एउटा सानो सरप्राइज पुरै झपक्कै ढाला भन्ने सामान किन्न हिँडेको छु तर चाहिँदैन पर्दैन त भन्छन् नै तर पनि त्यो केटी मान्छेको जात है चाहिँदैन पर्दैन नै चाहिँ नभन्ने खाले रहेछ नि त्यही भएर अब यो मलमा ट्याक्क लगाएर सर्लक्काएर होइन मतलबै छैन क्या मलाई फेरि चस्मा फेरि लगभग 88 करोडकै होला बालेनको आफ्नै डोजरमा सप्लायर गरेर ल्याएको लगभग 1 वर्ष जति डोजर चलाउँदै ल्याउँदा चस्मा पनि आइपुग्यो त्यतिकोसम्म छ है हामीको चाहिँ मार्छ सक्दैन कान्छी है सक्दैन हुन्छ होइन कान्छी चाहिँ जाडो भएर बङ्गाल आउने बानी चाहिँ पहिल्यैदेखि नै रहेछ त्यस्तो रहेछ होइन अब चाहिँ हामी चाहिँ यहाँनिर हल्का सामानहरू हेर्छौँ होइन योन मल लगाएको हुन्छ अनि टक्क लगाएर योन मलबाट गएपछि हामी उषाचु ओन्सिन जाँदैछ हामी चाहिँ टक्क लगाएर यो स्टाइलमा उषाचु ओन्सिन हेर्नु गर्नु ल सबै भित्र गएर के किन्यो के सपिङ गऱ्यो सबै देखाउँछ ल भाइ है अनि फेरि यहाँनिर चाहिँ कन्टिन्यू भयो फेरि टोपी चाहिँ नजाने अरे क्या बुढीले पनि नजाने अरे बुढाले पनि नजाने अरे होइन अनि यहाँनिर चाहिँ यो नआउँदा चाहिँ होइन के लागिरहेको छ भन्दा ब्ल्याक फ्राइडे लागिरहेको छ ब्ल्याक फ्राइडे आउनु छ है त सबैजनाले किन्न माल सस्तो मालहरू किन्न आउनुलाई सस्तो छैन जापानमा तैपनि महँगो देखाउने अनि सस्तो भनिदिने अनि त्यही अनुसारको प्राइस गरिदिने महँगो होइन त्यस्तै त अनि सस्तो देखाइदिने यस्तरी 80% लाग्छ भनिदिने तर त्यहाँ प्राइस महँगो गरेको थाहा हुँदैन त्यस्तो त्यहाँ गाडी पार्किङमा आइपुगिसकेको रहेछ यति बेला होइन ओ किन सुई माथि हिँड्यो भनेको त गाडी पार्किङ गर्ने ठाउँमा ल्याएछन् मान्छेले अनि अब चाहिँ हामी फेरि फर्केर तलतिर जाँदैछौँ र यहाँ चाहिँ ओइ मलाई त कस्तो बिहा भएको दिन भएको भएर क्या गोरो देख्छ त कस्तो गोरो देख्छ चाहिँ जोडी चाहिँ भगवान्ले पठाएको जस्तो छ तर अलिकति सानी हो तर एकदम दामी के चाहिँ खान्छ घरै फर्किनु सुमा हो टकेर त्यो बुढा सुतिरहेको बुढी पनि यहाँ बसिरहेको चस्मा उतापट्टि खस्यो मेरो चस्मा कस्तो लागिरहेको त नि आज फिलिङ स्याप्पी किन्न नपाउँदा के फिलिङ स्याप्पी तर कुर्नु जति पीडा फेरि मलाई फेरि केही लाग्दैन बुढी यार कुर्नु मस्तै गाह्रो है लाग्नु भयो पऱ्यो लामो समय कुर्नु धेरै बेर कुराएन नि कति बेर कुरो एक हप्ता मलाई यो चाहिँ मैले किनेको आउँछु भन्नु नमिल्ने हो यस्तै डायमन्ड किन्छु भनेर हिँडेको उसको लागि र पर्दैन भन्ने नि एकदम खुसी लाग्यो सानो मान्छे तर खासै महँगो त लाग्दैन नि टोपी मात्रै 88 करोडको किनेको छ अनि
88 करोड गयो किन्यो भने कति धेरै आउँथ्यो है नि के लाग्यो तिमी हामी अब लाग्ने गाडीमा जानु स्टेडियम गाइड हेरेर जानु होला अब काका आयो होइन वेलकम द बोस होइन कस्तो फिल भइरहेको नि खुसी लाग्यो काका नमस्ते काकी नमस्ते भन है नयाँ बुहारी हो नि त जो होइन झर्ने नि वेलकम द जङ्गल काकी वेलकम द जङ्गल फाइनली भेट भयो काका यार ओ काका हे यति राति मलाई भेट्न ल काका कस्तो भइरहेको त नि खाने खाने होइन पुसाद चाहिँ होइन टोपो लगाएर पुसाद चाहिँ पुग्यो तर पार्किङमा समस्या होला चाहिँ त्यो फ्ल्यास लाइट अफ गर्नु यस्तो छ होइन अफ गर्ने चाहिँ आएन यो त स्विट छ त बाटोमा हान्दिनँ क्या पार्टी स्विट टोफु भइहाल्यो यति बेला चाहिँ ठ्याक्क हलाएर कुसाचुमा आएर हाम्रो काका काकीको फोटो सेसन हुँदैछ आमामा कहाँ आधा घन्टा निक्को सेनिमे मोनो गातारीबाट यस्तो छ होइन भलै छ है जोस् राम्रो रहेछ काका ठाउँ चाहिँ जोस् यस्तो यस्तो बनाइरहेको रहेछ हल्का क्रिसमस आउनु लाग्यो भएर यस्तो रहेछ अनि अब यहाँ म तपाईँहरूलाई देखाउँछु नेचुरल वाट इज नेचुरल भनेर म देखाउँछु कि होइन म चाहिँ यस्तो होइन यो चाहिँ नेचुरल होइन कि होइन तर यो चाहिँ नेचुरल हो नि त यो फोकस कुसाचुमा पहिला त्यो थियो हामीले ट्याक्क लाएर अब यहाँ हुन्छ ओन्सेन रक्स त्यसको अब ट्याक्क लाएर ओन्सेनमा होइन यस्तो रोजामा कसरी बन्यो त यो कसरी बन्यो त यो भन्ने कुरा कि है पुरै यो पानी चाहिँ होइन नेचुरल हो होइन नेचुरल पानी पुरै बाँफ उडिरहेको तातो पानी त्यही भएर जापानमा यसलाई ओन्सेन भनिन्छ ओन्सेन हेलो हेलो रहेछ अलि माथि देऊ न यस्तो ओके नेपाल यसलाई कुकुरलाई माथि यस्तो गऱ्यो भने आउँदो रहेछ क्या थ्याङ्क यू सो मच ल जाउँ आउने ठ्याक्क लगाएर होइन यहाँनिर यस्तो अब हामी चाहिँ पुरै छ्वाङ 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 झर्ना झर्ने ठाउँतिर पनि जान्छौँ होइन ठिकै रहेछ त्यस्तो तातो छैन रहेछ अनि यो हो अनि यहाँ खुट्टा खोल्ने यसरी डुबाउने जोडी परेवा मेरो नडुबाउने डुबाउँ न यहाँ राख्ने यसो राख्ने यसो राख्ने होइन पुस्न पर्दैन एकछिन टक्कै अनि सुकाउने अनि लाउने
कसरी काकी भिडियो खिच्ने काम चाहिँ नगरेर ए म त युट्युबर हो नि त शान्ति न के हेरेको यस्तरी डुबेछ यस्तो छ एरिया पनि होइन फाइनल्ली बाबु पनि खुट्टा डुबाउनु कुसाचु अनसनमा आइपुग्यो अब यस्तो होइन यस्तो छ धेरै रमाइलो छ त ल है मार्यो मलाई दुईटा टोपी लगाएर यति बेला जाडो भएर होइन हल्ला त गर्न पाइयो कि नि अनि यस्तो महँगो ठाउँमा चाहिँ ल 88 करोड जतिको टिकट काट्यो है मान्छे यो सम्म हो त टोपी टोपी मलाई फोटो खिचिदियो नि त ल फोटो खिचिदियो ल How did you feel? How did you feel? नहीं ये मजाक हो रहा है इंग्लिश डेन्जर बोल्छ काका त लगभग इंग्लिशमा यान्नी पास हो काकी हाँसेको डेन्जर हाँसिरह होइन होइन म पहिला ट्यालेन्ट थिएँ होइन मलाई पहिलाको मास्टरले हेर्नेमा मैले 500 वटा मिनिङसम्म घोक्थेँ क्या मेरो मिनिङ ऊ हेर्थ्यो है हजुर ल यहाँनिर आइपुग्दा चाहिँ होइन सरर झर्ना होइन आमा यो हो फेरि ओन्सेन झर्ना भन्छ यसलाई चाहिँ कुसाचु ओन्सेन झर्ना एक मात्र वान अफ द बेस्ट होइन आमा सर्लक्कै होइन यसरी जोडीहरू हिँड्छन् यहाँ चाहिँ तर हात चाहिँ पुरै पुरै कठ्याङ्ग्रिसक्यो होइन हात चाहिँ सर्लक्कै ट्याक र्याक हात त मेरो पुरै सर्लक्कै गइसक्यो त्यही चिसोले यस्तो भयो पुरै यस्तो धुवा रहेछ तर यो डिजेललाई त्यस्तो यस्तो गर्नुपर्ने यो भयो यही हो काका फोटो खिच्ने ठाउँ अनि अन्डा खसेको यहाँ हो क्या काका छैन अहिले भयो निकाल्नु अस्ट्रिचको अनि यहाँ पनि खिच्नुपर्छ यहाँ पनि फोटो खिच्नुपर्छ होइन ट्याक्का लगाएर अहिले हामी दुईजना हामी सब यहाँ त माला हो माल छाला खाने रे काका बजाइरहेको छ यहाँको टाप्दै यता कान्छी गरी मुसु हाँसेको यो छाला है छाला मोमो अनि यो नेगीमा खान्छु अब म सिमीमा फेरि आयो अर्को माल काकाले यहाँ पोलिरहन् म त खानुमै व्यस्त छु म चाहिँ खानुमै व्यस्त छु यो चाहिँ मोमो ल यति बेला चाहिँ टुई धुएर बलिरह त रामेन खाएको छ फेरि मान्छे नै सान्छ फेरि यत्तिको चाहिँ गुजबम साउने खालको भाइब्स हुनु पऱ्यो कि है यो चाहिँ पानी चाहिँ सुकिरहेको रहेछ यो यहाँ चाहिँ बबाल आउँछ ल फोटो ल यहाँ है ए बुढो मलाई नि बुढो भन्न न कस्तो सुनिँदो रहेछ सान ल है यता फोटो खिच्दैछ डेनीलाई स्वागत गर्छु मेरो ब्लगमा ओहो यार डेनी कत्रो मोटाको यता खिच्दियो न मलाई डेनीसँग हात मिलाउँछु नि ब्लगमा स्वागत छ है कत्रो हो मान्छे त लुडो हक गर बाबु हक गर ठुलो छ त मोटा लुडो कतिको हानिरहेको छ नि लुडो डेनीलाई भेट्यो होइन ल केटाकेटी होइन डेनीलाई भेट्यो खुसी लाग्यो होइन है फाइनल्ली भेट्यो यार कति वर्षपछि लगभग 2 इयर पछि होइन 1.5 वर्षपछि बिहे गरिसक्यो कङ्ग्रेचुलेसन फेरि त्यसको पनि ल है